बहुत टेस्टी है, बहुत अच्छा है। गुड ओके। हे गाइस, वेलकम ब्याक टु रोज ब्लग च्यानल। तपाईँ सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। सो न्यू डे न्यू ब्लगमा तपाईँलाई एकदमै स्वागत छ। अनि तपाईँहरू कस्तो हुनुहुन्छ है? आफ्टर लङ टाइम म फेरि पनि भिडियोमा ब्याक भएको छु। सो किन तर्छ त्यो खिचखिच गऱ्यो नि त, त्यो के आएछ भनेर। अन्त हावा चलेर चाहिँ कागजहरू उड्दो रहेछ। अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ मर्निङको 5, 22, 23, 24 भयो भन्न। मेरो ड्युटी टाइम चाहिँ 6 बजीदेखि हो। सो म चाहिँ उठ्छु छिटो, किनकि के हो भन्दाखेरि चाहिँ म छिटो उठेर गएर आरामले रेडी हुन्छु, आरामले लुगा लगाउँछु। कब्बा किन तर्छ क्या म त्यो सबैले। हावा चलेर कागज तर्साउँछ, फेरि यहाँको यो एसी चल्दाखेरि त्यो बाहिरपट्टि हुन्छ नि त्यो कराइँदैछ। सो त्यही हो, टिकटकहरूमा देखिरहेको थिएँ नेपालको क्रिकेट टिम चाहिँ ओमनमा आएको भनेर। अनि खुसी लाग्यो, म पनि नजिक हुनुभयो त म पनि जानु पायो हुन्थ्यो भने भयो। अनि त्यो चाहिँ कहाँ भयो भन्दाखेरि चाहिँ म जब ड्युटीबाट सकिन्छ है, खत्तम हुन्छ, त्यस पछाडि उज्यालो हुन्छ अनि यहाँबाट देखिन्छ क्या। अनि देखिएपछि चाहिँ म तपाईँहरूलाई देखाउने छु ल। सो अहिले चाहिँ म जान्छु, मेरो ड्युटी सुरु गर्छु। त्यहाँदेखि तपाईँहरूसँग बाहिरतिर भेटौँ। अनि मेरो यत्रो दिनसम्म भिडियो चाहिँ मैले किन हालेको थिएन भने चाहिँ एउटा अलिक हट्टा भिडियो ल्याउँ भन्ने सोचेको थिएँ, तर कामको बिजी व्यस्तले गर्दाखेरि त्यो भिडियोहरू बनाउनु पनि पाएको छैन क्या। अनि त्यही भनेर चाहिँ अब मेरो डेली लाइफमा के गर्छु, बिहानदेखि बेलुकासम्म के गर्छु, सो त्यही तपाईँलाई देखाउनेछु। रेगुलर होइन, कहिले कहिले तपाईँहरूलाई बोरिङ नहोस् भनेर। सो स्टे ट्युन। म रेडी भइसकिसकेको छु। यो चाहिँ मेरो वेदर हो। सो यहाँ चाहिँ मेरो नेम ट्याग। अनि यो चाहिँ ब्रेस्ट क्यान्सर अवेरनेसको लागि चाहिँ हाम्रो होटल स्टाफहरूले सबैजनाले सर्टमा लगाइरहेको छ यो मन्थ स्टार्टिङ टु एन्ड तक। अनि टाइम लाग्यो मलाई रेडी हुन। अहिले कति बजिसक्यो भन्दाखेरि 5:58। मेरो गाडी अलिकति छिटो छ, 2 मिनट। अन्त अब मेरो ड्युटी सुरु हुने बेला भयो। सो माथिबाट के कसो छ हेर्नुपर्छ, आज कस्तो छ मर्निङको ड्युटीमा। अनि हिजो मैले सुनेको थिएँ आज चाहिँ एकदमै बिजी छ भनेर। फेरि यसो हेर्छु स्टाफ कम छ, तर आउँछ होला। एकछिन भेटौँ न त है। बस्नु छ, कफी खानुपर्छ। भित्र चाहिँ क्याफेटेरिया छ। गाइस अब चाहिँ मेरो ड्युटी सक्यो। अब म कपडा चेन्ज गर्ने हो। 3 बजी मेरो सकिन्छ, तर अलिकति टाइम लाग्यो। यतापट्टि लिफ्ट पनि छ, तर चाहिँ म लिफ्टबाट जाँदिनँ, म सिडीबाट जान्छु। किन भन्दाखेरि चाहिँ बुढीको बसती घट्छ कि भने, किनकि काममा गुलियो खबाइ हुन्छ। सो अगाडि देख्न सक्नुहुन्छ यो चाहिँ यता साइड चाहिँ पहाडहरू छ होइन। अनि यो पहाडमा चाहिँ तपाईँलाई म जुम गरेर देखाउँछु ल। यो छ नि, यो त्यस्तो क्लियर देखेन। यो यहाँ माथि चाहिँ मस्काट लेखेको छ। यो बेलुका लाइट बल्छ। अन्त मैले सुनेको त्यो डाँडादेखि उतापट्टि, त्यो डाँडा पारिपट्टि भनेको सुनेको थिएँ क्रिकेट म्याच, तर कता मलाई थाहा छैन। तर मस्काट ओमानमै हो भन्ने कुरा चाहिँ सुनेको थिएँ। अन्त जिते पनि जस्तो लाग्यो। म जस्ट त्यो सर्ट टिकटकमा सर्ट भिडियो हेरेको थिएँ नि त, त्यति मात्रै हो, अरू मलाई के थाहा छैन है। हवा पुरा आउँदैछ। अब चाहिँ म हावा
बिहानखेरिको टाइममा पनि पुरा हावा आएको रहेछ, अलिकति आवाज आएको थिएन, कम्ती आवाज आएको थियो। सो यस्तो खुसी हुन्छ कि 3 बज्नु भनेपछि यस्तो खुसी जिन्दगीमा नपाएको खुसी पाइन्छ क्या, ठुलो लाग्छ क्या खुसी। त्यो खुसी पनि के भन्दाखेरि चाहिँ 3 बज्दाखेरि चाहिँ। अन्त अगाडि देख्न सक्नुहुन्छ यो चाहिँ हाइवे हो यहाँको। यस्तो बेसी आवाज आउँछ त्यहाँ, गाडी कस्तो कुदिरहेछ क्या। अन्त अब चाहिँ गएर नुहाइ गर्ने हो। हिजो झालमुरी खाइ नसकेर अलिकति राखेको थिएँ, बेलुका खानु पऱ्यो भनेर फेरि खानु मन परेन अनि सुतिहालेँ। अब त्यो हाल्नुपर्छ, उयसमा राखिरहेको थिएँ, त्यो निकालेर धुनुपर्छ बेलुका पनि। सो अब गएर नुहाइ गरिन्छ। त्यही त रहेछ होइन, परदेशी जिन्दगी भने जस्तै भयो त। के गर खाओ सुत, काम गर, आऊ सुत फेरि। तर केही छैन जिन्दगीमा, केही न केही लेसन सिक्नुपर्छ मान्छेले। सो ओहो तपाईँलाई देखाउँछु ल अघि बिहानखेरि भनेको ठाउँ। अनि यो चाहिँ हाम्रो डे बाई डे अल आइटम्स अप टु 3 रियल मिन्स यो डे बाई डे। यो डे बाई डे चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो त्यो हुन्छ नि, हाम्रो जस्तो मेरो घरमा मिरिक बजार 5 मिल शनिबार हाट बुधबारे हटिया जस्तै हो। त्यो पनि जम्माको के भएको जान्छ नि, यहाँ त दिनमा आइन्छ एकपल्ट दुईपल्ट, बेलुकाखेरि कोही बेला दिउँसोखेरि आइरहने डेलीको सामान लानुपर्ने। सो गाइजहरू त्यहाँ चाहिँ गाडी स्टार्ट गरेको के गरेको धुलो उडे। सो यो हो डे बाई डे। हाम्रो सबैजनाको मनपर्छ, प्रायः जस्तो नै हुन्छ डे बाई डे नै। जतिजना नजिक काम गर्नेहरू छ या जतिजना एकोमोडेसनहरू नजिक छ, सबैजनाको फुलपुरै ज्यादा डे बाई डे ठुलो मलमा पनि जाँदा हुन्छ। सो हावा चाहिँ लास्टै आयो ल, मेरो आवाज आएको छैन होला है। सो गाइज जिन्दगीमा ओवन आएर पनि मैले नेपालीको खाजा सबैभन्दा मनपसन्द खाजा चटपटी मैले बनाएँ। सो यहाँ देख्न सक्नुहुन्छ यस्तो बेसी राम्रो त भएको छैन, तर पनि अलिअलि काम चलाऊ मेरो लागि चाहिँ काम चलाऊ हो। किनकि मैले कति दिन बाद वाइवाई भेटेँ, मुरै भेटेँ होइन। म आएको अगस्टमा, अनि यत्रो दिन मैले यत्रो महिना खोजिरहेको थिएँ क्या। अनि बल्ल हिजो राति चाहिँ मैले भेटेँ, अनि त्यस पछाडि चाहिँ मैले बनाएँ। हामी सबैजना बसेर खाँदैछौँ। यहाँ हुनुहुन्छ सबैजना मेरो साथीहरू। कैसा लगा? बहुत टेस्टी है, बहुत यम्मी है, बहुत अच्छा है। Good. Okay.